लाइभ स्ट्रिम भयो दिदी, कहाँ गर्नुको? फेसबुकमा हो? मेरो फेसबुकमा हो। ओन्ली मी बनाएको खासमा। ओके। सो सबैलाई नमस्ते। हामी पुनः आजको साँझ आज कति तारिक हो? 11 तारिक नोभेम्बर को साँझमा हामी एउटा साहित्यिक बहस गर्न साहित्य के भन्ने साहित्यिक बहस भनौँ या बिम्ब र प्रतीक भनौँ या सामाजिक विषयमा हामी कुरा गर्ने के भनौँ यसलाई? बस गर्ने होला नि अब। ने लाइभ बस स्ट्रिम चाहिँ गर्न त गरिरहेछौँ। गर्दै मेबी गर्नु। हामीले यसलाई काटेर डाउनलोड गरेर काट्दै राख्नुपर्ने नै हुन्छ पक्कै पनि। हामी यसलाई जस्ट फर फनको हिसाबले त होइन, जस्ट सेभिङको लागि चाहिँ हामी राखेको मात्रै हो। त्यसो हुँदाखेरि हामी कुनै तयारी त अब पूर्व तयारी त हामी केही पनि भएको छैनौँ। तर पनि हामी केही न केही विषयमा हामी बोल्नु पर्ने नै हुन्छ भन्दाखेरि हामी एउटा न एउटा विषयमा बोलौँ न त नि। अब जस्तै हिजो आज हामीले देखिएको छ कि जस्तै सामाजिक जुन प्रविधिले के भन्छ भन्दाखेरि प्रविधिले जति पनि हामीलाई सहजता बनाए जति नै उति पनि गाह्रो पनि हामीलाई बनाएको छ, राइट? अनि जति प्रविधिले हजुर। हामीलाई धेरै टाढा टाढाको मान्छेलाई नजिक बनाएको छ भने धेरै नजिकका मान्छेलाई फेरि टाढा बनाएको छ। एउटै घरमा टाढा हामी कति बनाएको छ। भन्दैनौँ। हामी बिहान उठेर गुड मर्निङ हामी घरको मान्छेलाई भन्दैनौँ कि एक्ज्याक्टली हामी एकैचोटि सामाजिक सञ्जालबाट हामी कसैलाई गएर मर्निङ भनिरहेको हुन्छ, हामी गएर त्यहाँ फन बोलिरहेको हुन्छ। बट साँच्चै सिरियसली हामी यही ठाउँमा त हामी त त्यो कुरा गरेका हुँदैनौँ नि त। अनि त्यो हुँदाखेरि चाहिँ हामीमा केही चाहिँ राम्रो भयो जस्तो नराम्रो फाइदा बेफाइदा जस्तै राम्रो नराम्रो यिनी त अब अफकोर्सली भइरहेको छ। नमस्ते सर। नमस्ते के नमस्ते। अरे हजुर सर। के अरे हजुर। हामी कुनै न कुनै विषयमा बोलिरहेछौँ भन्दाखेरि चाहिँ हामी एउटा न एउटा टपिक लिएर चाहिँ बोलेका। हजुर। अनि किनकि आज हामी सबै जोडिन सकेनौँ, किनकि ओके। उहाँहरूले मलाई हुन्छ हुन्न केही पनि भन्नुभएको थिएन। अनि म चाहिँ अब यतिको भइन्छ होला भनेर चाहिँ अ, अनि त्यही भएर चाहिँ मैले के अरे यो जुम क्रिएट गरेको। तर उहाँहरू किन आउन सक्नु भएन? मेबी भर्खरै कोही सप अन गर्दै हुनुहुन्छ होला, कोही होला। कस्टमर घुस्नु होला हो। होइन। अनि त्यो हुँदाखेरिले पनि अलिकति चाहिँ हामी के भन्छौँ, आज असमर्थ नै रह्यौँ। कोही चाहिँ बाहिर हुनुहुँदो रहेछ। होइन, ठिकै अनि छ। त्यो भन्दा चाहिँ अब हामीले समय पनि बुझ्यौँ है। तर मलाई हो। गाह्रो चाहिँ एकदमै गाह्रो, सरलाई धेरै गाह्रो लाग्यो। अनि सरको समयलाई लिएर हामी खोसेर जबरजस्ती लिन खोजिरहेछौँ र पनि यस्तो राम्रो अपर्च्युनिटीलाई अब गुमाइराख्नु भएको छ हाम्रो साथीहरू, हाम्रो भाइ बहिनीहरूले। अब युजलाई चाहिँ लास्ट टाइमकोलाई मैले के अरे सेभिङ गर्नलाई रिकर्डिङ गरेको थिएँ। अब कता परिरहेछ त्यो भएन भन्दाखेरि यो पटकलाई चाहिँ हामीले लाइभ स्ट्रिम गरेर राखेको छ। तर औँलीमी मात्रै बनाएको छ, त्यो देखाउनुको लागि होइन। तर भोलि दिनमा हामीले फेरि छोटो छोटो काटेर हामीले फेरि राख्ने नै छौँ। यो चाहिँ अहिले यहाँबाट मात्रै जानकारी दिएँ, किनकि मान्छे कम छौँ भन्दाखेरि चाहिँ फेरि ऊ पनि राम्रो देखिन्न कि भनेर है सर। अब छोटो छोटो काट्यो भने चाहिँ राम्रो पनि हुन्छ हो। नि सर। हजुर, हुन्छ। हुन्छ। अ, अब केही कुरा गरौँ त। हजुर सर, हुन्छ सर। ओके। मेरो पनि यो मोबाइलमा चार्ज नभएर आज असाध्यै लामो गफ भयो। एउटा रेडियो नेपालको एउटा एउटा कार्यक्रममा अन्तर्वार्ता दिन थालेँ। अनि त्यसपछि हजुर। अ, नेपालगञ्जमा एउटा सम्मानको कार्यक्रम थियो। म चाहिँ हिजो कि अस्ति तपाईँलाई जानकारी पनि गराएको थिएँ। तर हजुर सर। अहिले अहिले अलिकति विविध कारणले म यहाँबाट फ्लाइट झन्डै 1 घन्टा जस्तो फ्लाइट पर्छ काठमाडौँबाट। अनि अलिकति अलिकति अनुकूल नभएकोले गर्दाखेरि म गइनँ। अनि त्यसले गर्दा उहाँहरूसँग गफ गर्दा गर्दै अलिकति यो मोबाइल चाहिँ चार्ज सकिसकेको थियो। अम, ठिक छ। हामी अलिकति छोटो भए पनि केही कुराकानी गरौँ। साहित्यकै सन्दर्भमा कुरा गरौँ। अब खास गरी
मेरो चाहिँ हो सर। बाहिर रहेका साथीहरूप्रति एउटा प्रेम र सद्भाव सधैँ के रहन्छ भने तपाईँहरूले भने जस्तो पुस्तकहरू पढ्न पाउनुहुन्न। तपाईँहरूले चाहिँ यो राम्रा कृतिहरू पढ्न पाउनुहुन्न र तपाईँहरू विषयवस्तु तपाईँहरूसँग भए पनि चाहिँ अभिव्यक्ति गर्ने कौशलता, शिल्प, शैली र प्रस्तुत गर्ने कला त्यसको चाहिँ अलिकति अभाव रहन्छ। त्यो त्यो त अब हजुर। जागिरको क्रमले, रोजगारीको क्रमले, पढाइको क्रमले, विविध कारणले गर्दाखेरि हामी बाहिर छौँ, देशबाट बाहिर छौँ। त्यस्तो अवस्थामा पनि तपाईँहरूले नेपाली भाषा, गोर्खाली भाषा अथवा आफ्नो संस्कृति परम्परा जोगाउन जे काम गर्नुभएको छ त्यो साह्रै महत्त्वपूर्ण छ। तर म जान्दिनँ, म कमजोर छु, म फितलो छु, म चाहिँ अगाडि बढ्न सक्दिनँ भन्ने आफूलाई कमजोर चाहिँ कहिले सम्झनु हुँदैन। र अनि यो कस्तो छ भन्दा लेख्नु ठुलो कुरा होइन, सुनाएर त्यसबाट फिडब्याक पाउनु ठुलो कुरा हो। र लेखेर एकदम कन्फिडेन्टका साथ असाध्यै चाहिँ नि एकदम प्रसन्न चित्त भएर एकदम उज्यालो अनुहारले अथवा एकदम चाहिँ फराकिलो सोचले समाजको अगाडि आफ्नो कुरा राख्न सक्नु पनि एउटा कला हो। र त्यो त तपाईँहरूका कार्यक्रमहरू कम हुन्छन् र यस्ता जुम कार्यक्रमहरू, यस्ता भेलाले तपाईँहरूलाई परिष्कार गर्न मद्दत पुर्याउँछ। त्यही भएर मेरो चाहिँ तपाईँहरूलाई विनम्र अनुरोध, तपाईँहरू आउनुहोस्, जोडिनुहोस्, जस्तो जे जान्नुहुन्छ सुनाउनुहोस्। आज सुनायो, भोलि सुनायो, अनि गर्दै गर्दै आफूलाई आफ्नो आत्मबल बलियो हुन्छ। त्यस कारणले गर्दा अहिलेको समय भनेको चाहिँ कस्तो हो भने यो बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने समय पनि हो के। र लेखकहरूले आफ्ना कुरा लेख्ने मात्रै होइन, एकदम प्रष्टसँग आफूलाई बोल्न, भन्न र परिष्कारका साथ त्यो प्रभावपूर्ण शैलीमा भन्न पनि सक्नुपर्छ। त्यस कारणले तपाईँ साथीहरूले, विद्यार्थी साथीहरू, शिक्षकहरू, गुरुआमाहरू, सबै लेखकहरू सबैले जोडिएर इन्ट्रेक्सन गर्ने, आफ्ना विचार विमर्श गर्नु चाहिँ नि त्यो लाभै हुन्छ, फाइदा नै हुन्छ। त्यस कारणले चाहिँ नि यस्ता जुन दिपाजीहरू लागेर साहित्य मन थालनीले जुन यस्ता कार्यक्रमहरू गरेका छ, यसबाट चाहिँ हामी लाभ लिन सक्छौँ, हामी फाइदा लिन सक्छौँ, यस्तोमा जोडिनुपर्छ। यो चाहिँ एकदम राम्रो पक्ष हो। किन भन्दा अहिले सबै मानिसहरू व्यस्त छन्, सबै मान्छेहरूलाई फुर्सद कम छ। यसरी सामाजिक काम सबैले गर्दैनन्, तर उहाँहरूले समय निकालेर गर्नुभएको छ भने व्यक्तिगत लाभ, व्यक्तिगत फाइदा अथवा व्यक्तिगत नाफा नोक्सान नहेरिकन उहाँहरूले समाजको लागि, समुदायको लागि, जातिको लागि, सम्प्रदायको लागि, गोर्खा सभ्यताको लागि, नेपाली जाति र संस्कृतिको लागि यो काम गर्नुभएको छ। र यस्ता काममा हामी जोड्यौँ भने हामीलाई लाभ पुग्छ, फाइदा पुग्छ। एउटा मात्रै नयाँ शब्द सिकियो भने पनि धेरै ठुलो कुरा हो। आज म तपाईँहरूलाई अस्ति नै पनि मैले भनेको थिएँ, तैपनि भन्छु, भोक्याबुलरी चाहिँ एकदमै ठुलो कुरा हो। शब्द भण्डार भनिन्छ जसलाई। शब्द भण्डार चाहिँ एकदमै ठुलो कुरा हो लेखकहरूको लागि। लेखकहरूले शब्द भण्डार बढीभन्दा बढी चाहिँ भे बलियो बनाउनुपर्छ र एउटै शब्द दोहोऱ्याएर तेह्र्याएर नबनिकन त्यसलाई फरक फरक ढङ्गबाट, फरक फरक शैलीबाट, फरक फरक अवस्थाबाट भन्नको लागि लेखकहरूले शब्द भण्डार विकास गर्नुपर्छ। र शब्द भण्डार भयो भने आफ्ना कुरा, आफ्ना विचार, आफ्ना दृष्टिकोण अथवा आफ्ना मनभित्रका उकुस मुकुस, आफ्ना मनभित्रका उहापोहलाई चाहिँ एकदम मजाले भन्न सकिन्छ। त्यस कारणले यो सुन्नु पनि, यस्ता कार्यक्रमहरू सुन्नु, यस्ता कार्यक्रमहरूमा सहभागी हुनु भनेको पनि शब्द भण्डारको विकास गर्नु हो। भकारीमा चामल छ भने जे पकाए पनि हुन्छ कि, सेलरोटी पकाए पनि भयो, होइन, जाउलो पकाए पनि भयो, अनि च्वाई रोटी पकाए पनि भयो, गिली भात पकाए पनि भयो, पुलाउ पकाए पनि भयो,
चाम्रे पकाए पनि भयो, खिर पकाए पनि भयो, अर्नी पकाए पनि भयो, होइन? अब यदि भकारीमा चामलै छैन भने त हामी कसरी चाहिँ नि खानेकुरा पकाउने? र लेखकले पनि शब्दहरू धेरैभन्दा धेरै सङ्कलन गर्ने, भेला पार्ने, ल्याउने, राख्ने, अभ्यास गर्ने, प्रयोग गर्ने गर्नुपर्छ र त्यही शब्दहरूको प्रयोगबाट आफ्ना विचारहरू, आफ्ना दृष्टिकोणहरू, आफ्ना भावनाहरूको विकास विस्तार गर्नुपर्छ। अब लेखकहरूले शब्द सङ्कलन कहाँ गर्ने त भन्दाखेरि नाटकहरू पढेर, कथाहरू पढेर, कविताहरू सुनेर, अनि समालोचनाका कृतिहरू पढेर र सँगसँगै समाजका विभिन्न बुढापाकाहरूसँग कुरा सुनेर र अग्रजहरूका विचारहरू सुनेर, राम्रा राम्रा विचारहरू सुनेर र राम्रो वक्ताहरूका दृष्टिकोणहरू सुनेर, राम्रा वक्ताहरूका विचारहरू सुनेर पनि शब्द भण्डार चाहिँ नि विकास गर्न सकिन्छ, शब्द भण्डार विस्तार गर्न सकिन्छ। त्यसैले यस्ता कार्यक्रमहरू चाहिँ हामी अझ म त के भन्छु भने नयाँ पुस्ताका भाइ बहिनीहरू एकदम विद्यालय पढ्ने होइन, अब थाइल्यान्डमा पनि त नेपाली विद्यार्थी अथवा गोर्खा विद्यार्थीहरू छन् नि त, गोर्खा लाइब्रेरीहरू छन्, गोर्खा चाहिँ नि स्कुलहरू छन् होइन, पाठशालाहरू छन् र त्यहाँका विद्यार्थी भाइ बहिनीहरूले सहभागी भएर गुरुआमाहरू सहभागीहरू भएर चाहिँ यस्ता कार्यक्रम सुन्दाखेरि लाभ पुग्छ, फाइदा पुग्छ, उहाँहरूलाई कहिले नोक्सान हुँदैन। एउटा मात्रै नयाँ शब्द सिकियो भने पनि ठुलो कुरा हो। किन भन्दा हाम्रो नेपालीमा एउटा भनाइ छ कि बुढा मरे भाषा सरे भन्ने भनाइ छ होइन। बुढाहरू मर्दै जान्छन्, पुस्ता त सब मर्दै जान्छ, एउटा पुस्ता जान्छ अर्को पुस्ता आउँछ, त त्यो पुस्ताले अर्को पुस्तालाई जोड्ने, एउटा पुस्ताले अर्को पुस्तालाई जोड्ने अथवा बितेका पुस्ताबाट आफूलाई जोगाउने, बचाउने, गतिशील बनाउने, निरन्तर रूपमा लैजाने काम चाहिँ केबाट हुन्छ भन्दाखेरि चाहिँ भाषाबाट हुन्छ, अब शब्दबाट हुन्छ, विचारबाट हुन्छ। त्यो कोबाट सुन्ने त भन्दा बुढाहरूबाट युवाले सुन्ने, र त्यो युवा पनि एउटा समयमा बुढो हुन्छ, त्यसले पनि फेरि अर्कालाई सुनाउने, र त्यसो गर्दै गर्दै चाहिँ नि हामी हाम्रा कुरा चाहिँ अगाडि बढाउन सक्छौँ र त्यो चाहिँ साह्रै राम्रो पाठ हो। र तपाईँहरूले यो गरिरहेको काम एकदम मनपर्छ मलाई। यो भनेको चाहिँ चौतारीमा बसेर पाहाडमा, गाउँमा, अब म्यानमारमा पनि सम्भवतः त्यो छ होला होइन, गाई हेर्न जाँदा मानिसहरू शीतल छारी मुनि बसेर आफ्ना मनका कुरा भन्ने अथवा खेती किसानीका कुरा गर्ने होइन, अनि घरका कुरा गर्ने, अनि आमाहरूले पकाउने खानेकुराको बारेमा भन्ने, बुवाहरूले गर्ने गरेका कामहरूको बारेमा भन्ने, यी कुराहरूले अनि त्यो गोठालो जाँदाखेरि जुन चौतारीमा बसेर, सियालमा बसेर, रुखको छायामा बसेर विभिन्न खालका कुराहरू गरिन्छन्, त्यसले चाहिँ के गर्छ भन्दाखेरि आफूलाई मन पनि हलुका हुन्छ। अनि अर्को कुरा, सबभन्दा राम्रो कुरा चाहिँ के हुन्छ भन्दा अर्काका कुरा सुन्न पाइन्छ। अहिले अहिले मानिसहरू असाध्यै व्यस्त छन्, मान्छेहरूलाई फुर्सद छैन। त्यस कारणले गर्दाखेरि यसरी यस्ता लाइभ कार्यक्रमहरू, यस्ता चाहिँ नि साहित्यमान थाइल्यान्डका यस्ता कार्यक्रमहरूले चाहिँ हामीलाई के गर्छ त भन्दाखेरि एकदम धेरैभन्दा धेरै जानकारी दिन्छ, सूचना दिन्छ, ज्ञान बाँड्छ होइन। त्यस कारणले गर्दाखेरि यस्ता कार्यक्रमहरूमा सहभागी हुनुपर्छ र अरूका कुरा सुन्ने, अनि अरूका कुरा सुनेर जस्ताको तस्तै प्रस्तुत गर्ने होइन, त्यसलाई भनिन्छ नि कमाउनु ठुलो कुरा हो, कमाउनुसँगै बचाउनु पनि पर्छ। त्यसै गरी खानु ठुलो कुरा होइन, खाएको कुरा पचाउनु चाहिँ ठुलो कुरा हो। त्यस कारणले हामीले अरूका कुरा सुनेर जस्ताको जस्तै आफूलाई पोख्ने होइन कि त्यसलाई परिमार्जन गरेर, त्यसलाई चाहिँ सुधार गरेर, त्यसलाई पचाएर मिठो बनाएर कलात्मक ढङ्गले प्रस्तुत गर्न सकिन्छ। नेपाली साहित्यमा पनि त वेदका कुराहरू छन्, पुराणका कुराहरू छन्, उपनिषद्का कुराहरू छन्, महाभारतका कुराहरू छन्, रामायणका कुराहरू छन्, गीताका कुराहरू छन्, धार्मिक कुराहरू त एका छन्, सामाजिक कुराहरू पनि कति छन् नि त। त्यसलाई हामीले पचाएर, त्यसलाई चाहिँ एकदम निखारेर, त्यसलाई निफन नाफन पारेर त्यसलाई हामी चाहिँ प्रस्तुत गरेका हुन्छौँ साहित्यमा, कवितामा, कथामा, नाटकमा, निबन्धमा, आलोचनामा होइन, हामी लेख्छौँ। त्यसले चाहिँ हामीलाई के गर्छ भन्दा
आफ्नो विचार, आफ्नो कला, आफ्नो दृष्टिकोण, आफ्नो भावना चाहिँ परिष्कृत ढङ्गले होइन बलियो ढङ्गले प्रस्तुत गर्नलाई हामीलाई सघाउ पुर्याउँछ। राम्रोसँग बोल्नु, राम्रा अक्षर बनाउनु अथवा चाहिँ राम्रोसँग नाच्नु यो सबै कला हो। त्यस कारणले हामीले हाम्रा कुरा राख्दाखेरि एकदम प्रष्टसँग नडराइकन हक्की साथ निडर साथ प्रस्तुत गर्नुपर्छ। तपाईँहरूले जति गर्नुभएको छ त्यो आफैमा महत्त्वपूर्ण छ, तर त्यतिमा मात्रै सीमित नराखौँ र त्यसलाई त्यसको एउटा नियम चाहिँ के हुन्छ भने यदि तपाईँ छन्दमा गाउनुहुन्छ भने छन्दकै शैलीमा जानु राम्रो, झ्याउरेमा गाउनुहुन्छ भने झ्याउरेमै प्रस्तुत गरौँ, गद्य कविताको शैली गद्य शैलीमा भन्न इच्छा छ भने त्यही शैलीमा जाउँ र त्यसो गर्दा चाहिँ हामीलाई लाभ पुग्छ, फाइदा पुग्छ। किन भन्दा हरेक विधाको चाहिँ एउटा व्याकरण हुन्छ, त्यो व्याकरण अनुसार हामी चल्यौँ भने त्यसले राम्रो गर्छ। जस्तो टीका, दसैँको टीका त ठुलो निधारभरि लगाइन्छ नि त, अघि पछि लाउने टीका त सानो हुन्छ होइन। अब अघि पछि पनि त्यस्तै दसैँ जस्तो टीका निधारभरि टीका लगायो भने त्यो त्यति राम्रो मानिँदैन। त्यस्तै हो। अब भनौँ न गाजल, गाजल त आँखामा लगाउने हो नि, गाजल कानमा लाउने अथवा नाइटोमा लाउने होइन, अथवा छातीमा लाउने त हुँदैन। त्यसैले त्यो हरेक विधाको पनि प्रस्तुत गर्ने शैली, अभिव्यक्त गर्ने शैली अथवा पोख्ने शैली अथवा वाचन गर्ने शैली एउटा विशिष्ट ढङ्गको हुन्छ। त्यो ढङ्गलाई हामीले स्वीकारेर श्रवण गरेर मनन गरेर हामीले आत्मसातका रूपमा स्वीकारेर हामी अगाडि बढ्यौँ भने त्यो विधामाथि ठुलो न्याय हुन्छ। अब कविता छ एकदम करुण खालको, हामीले हास्य पारामा भन्यौँ भने मजा आउँदैन। त्यसै गरी हाम्रो कविता चाहिँ वीर रसको छ, हामीले चाहिँ एकदम कुनै करुण रसले भन्यौँ भने मजा आउँदैन। त्यस कारणले त्यसको लय, त्यसको बिम्ब, त्यसको चरित्र, त्यसको दृष्टिकोण, त्यसको अभिव्यक्ति कौशलता अथवा त्यसको आत्मा जे छ त्यही अनुसार कवितालाई पोखिदिनुपर्छ। र अरू निबन्धहरू पढ्दाखेरि पनि कथाहरू पढ्दा पनि त्यो वाचन शैलीमा चाहिँ हामीले ध्यान दिनुपर्छ। तपाईँ साथीहरूले जति गरिरहनु भएको छ तपाईँहरूको आफ्नो बलबुता क्षमताले गर्नुभएको छ, त्यसमा मेरो केही टिप्पणी छैन। जति गर्नुभएको छ त्यो साह्रै महत्त्वपूर्ण छ। मैले अस्तिदेखि पनि भनिरहेको छु, तपाईँहरूलाई त स्रोत साधन केही पनि छैन, बिचरा धन्न गरिरहनु भएको छ होइन। त्यहाँ ठुला ठुला साहित्यिक कार्यक्रमहरू हुँदैनन्, ठुला ठुला गीत सङ्गीतका कार्यक्रमहरू हुँदैनन्, ठुला ठुला बहसका कार्यक्रमहरू हुँदैनन् होइन। साना कार्यक्रमहरू हुन्छन्, 2-4 जना भेला हुनुहुन्छ, तर त्यही विचार पनि यस्ता कार्यक्रमले चाहिँ असाध्यै राम्रो गर्छ र त्यो विकास गरौँ, सुधारौँ आफूलाई होइन। अनि पढौँ, धेरै पढौँ। अहिले पछिल्लो समय हामी पढ्न छोडेका छौँ। अब नेपाली समाज चाहिँ कस्तो भने पुस्तकलाई पूजा गरेर थन्काउने स्वभावको, जस्तो स्वस्थानी व्रत कथा हामी पढ्छौँ थन्काइदिन्छौँ। विदेशीहरू असाध्यै धेरै पढ्छन् है। म संसारका धेरै ठाउँ जाँदा मैले देखेको, मैले चाहिँ अस्ट्रेलियातिर, बेलायततिर, अमेरिकातिर होइन देखेको, असाध्यै धेरै पढ्छन्। उनीहरूको झोलामा एउटा न एउटा पुस्तक हुन्छ। हाम्रा नेपाली गोर्खालीहरूको झोलामा पुस्तक कम हुन्छ। हामी त पुस्तकलाई पूजा गर्ने अनि थन्काउने। एउटै उदाहरण स्वस्थानी व्रतको, त्यसो नगरौँ। पुस्तकलाई साथी बनाऊ, जे पढे पनि हुन्छ, राम्रा पुस्तकहरू पढौँ, लाभ हुने, फाइदा हुने, समाजलाई ज्ञान दिने होइन, आफूलाई सुधार्ने, आफूलाई करेक्सन गर्ने र आफ्नो दृष्टिकोण टाढा टाढासम्म लैजान सक्ने कृतिहरू पढौँ। दृष्टिकोण दुईवटा हुन्छ, एउटा नजिकै, एउटा टाढा। एउटा तपाईँको वरिपरि मात्रै देख्ने अनि एउटा टाढासम्म देख्ने। र त्यो टाढासम्म देख्ने दृष्टिकोणले तपाईँलाई समाज के हो, परिवार के हो, विज्ञान के हो, प्रविधि के हो, प्रकृति के हो, हामी कहाँ छौँ, हामीले हिँड्ने बाटो कति टाढा छ, यी सबै कुरा परसम्मको दृष्टिकोणले तपाईँलाई चाहिँ सहयोग पुर्याउँछ। त्यसैले मानिसले दुई खालका चस्मा लगाएको हुन्छ, एउटा टाढा देख्ने चस्मा, एउटा नजिक देख्ने चस्मा। ती दुवै चस्मा सधैँ रहनुपर्छ। र सँगसँगै अर्को एउटा चस्मा हुन्छ जसले अन्तस्करण भित्र बडो दार्शनिक खालका कुराहरू
अध्ययन गर्ने, मनन गर्ने, होइन? आफूतिर फर्केर आफ्नो मनभित्र समाजको भित्री तहसम्म पुग्ने चस्मा पनि लेखकसँग हुनुपर्छ। र तपाईँ साथीहरूले चाहिँ नि धेरैभन्दा धेरै कार्यक्रमहरूमा सहभागिता जनाएर अरूका कुरा सुन्ने, आफ्ना कुरा पनि राख्ने गर्नुभएमा तपाईँहरूलाई लाभ पुग्छ। र तपाईँहरूका कविताले अझै परिष्कार खोजेको छ, अझै सुधार खोजेको छ, अझै दृष्टिकोण खोजेको छ। अब कतिपय कविताहरू स्केलेटल मात्रै बनेका हुन्छन्, अस्थिपञ्जर। त्यसलाई दृष्टिकोण पनि दिनुपर्छ। जस्तो मानिसको शरीर चाहिँ नि एउटा अस्थिपञ्जर हुन्छ भने एउटा चाहिँ नि एकदम त्यसलाई रङरोगन गर्ने जस्तो भावनात्मक पक्ष पनि हुन्छ। जस्तो कान, आँखा, होइन, नाक, ओठ, होइन, कर्मेन्द्रिय र चाहिँ नि यो बाह्य इन्द्रिय, र यसले हामीलाई हाम्रो अस्थिपञ्जरलाई चाहिँ, जस्तो छाला भएन भने हामीले तातो चिसो थाहा पाउँदैनौँ, नाक भएन भने स्वाद, यो सुगन्ध अथवा दुर्गन्ध थाहा पाउँदैनौँ, आँखा भएन भने, दृष्टि भएन भने हामीले चाहिँ कहाँबाट चाहिँ यो संसार हामी पढ्न पाउँछौँ, होइन? त्यसरी कान भएन भने हामी श्रवण हाम्रो हुँदैन। त्यस कारणले गर्दा बाहिर यो अस्थिपञ्जर मात्रै भएर हुँदैन। तपाईँले लेखेको रचनाले एकदम मिठो छ, सुन्दाखेरि मिठो छ, तर त्यसले केही दर्शन दिँदैन, फिलोसफी दिँदैन, त्यसले चाहिँ नि अलिक गहिरो कुरा गर्दैन भने त्यो चाहिँ नि बेलुन जस्तो मात्रै हुन्छ। एकछिन हावा दिँदा फुक्ने, त्यसपछि फेरि हावा गएपछि फेरि खुम्चेर बस्ने। त्यस कारणले तपाईँले लेखेको रचनाले एउटा विचार पनि बोलोस्, कला पनि बोलोस्, अनि सुन्दाखेरि आनन्द पनि आओस्, तपाईँको हृदयको अन्तस्करणमा केही दृष्टिकोण पनि बनाओस्, होइन? यसो गर्न सकियो भने तपाईँको रचना चाहिँ सुन्दर हुन्छ, बलियो हुन्छ र चिरायु हुन्छ। तपाईँले लेखेको रचना चिरायु हुनुपर्छ। चिरायु नभएको रचना काम छैन। किन आज रामायण किन चिरायु छ? महाभारत किन चिरायु छ? गीता किन चिरायु छ? होइन? यस्ता यस्ता ग्रन्थहरूले हामीलाई एकदम गहिरो ज्ञानहरू दिएका छन्। त्यस कारण तपाईँले लेखेको कविताले, तपाईँले लेखेको कथाले, तपाईँले लेखेको निबन्धले पनि त्यस किसिमको हुनु जरुरी छ। र त्यो कसरी लिने त, कसरी बनाउने त भन्दा लेख्ने कुरा त यही हो, यही समाज हो, यिनै मानिसहरू हुन्, यही प्रकृति हो, यही खोला नाला हो, यही वनजङ्गल हो, यही सहर हो, यही घन्जागोल हो, होइन? त त्यसलाई तपाईँले आधुनिक शैलीमा नयाँपन दिएर, नयाँ दृष्टिकोण दिएर तपाईँले लेखिदिनुपर्छ। र हामीले लेख्ने विषयहरू त धेरै कुरा पहिला आइसकेका छन्, तर अब हामीले लेख्दा चाहिँ त्यसलाई केही फरक शैलीमा, केही फरकपन दिएर, केही फरक ढङ्गमा, केही फरक तौर तरिकामा चाहिँ हामीले लेख्नुपर्छ जस्तो मलाई लाग्छ। र आज हामी जति भेला भयौँ, यति मात्रै कुरा हामीले मनन गऱ्यौँ भने पनि हामीलाई लाभ पुग्छ जस्तो लाग्छ। साथीहरू कता कता व्यस्त रहनुभयो। मैले पनि आज यति कुरा बोलेँ। जाडो छ, काठमाडौँमा एकदमै जाडो छ, अनि त्यसले गर्दाखेरि मोबाइल पनि राम्रो चार्ज भएको छैन। दिवाजी कता हुनुहुन्छ? अब म बिदा हौँ हुन्छ सर, है त। हुन्छ सर, अब धेरै धेरै धन्यवाद छ सर, ल है, तपाईँको फेरि समय। फेरि अर्को दिन अलि धेरै साथीहरू भेला भएपछि अनि बोलौँला हस् है हस्, त। हुन्छ हस्, हुन्छ हस् हुन्छ। हस्, हस् हस्, हस्, हस् नमस्कार। सर, धन्यवाद। नमस्कार, धन्यवाद सर। नमस्कार। हस्, नमस्कार। धन्यवाद। जो, सर नमस्कार, म पनि सुनिरहेको छु है। ए ए हो? हो नि सर, म एकदम अघिदेखि जोडिरहेको छु। हो खै, सर। एकदम कन्टिन्यू सुनिरहेको थिएँ मैले। त्यही त। सर हजुर, मैले आज अघिदेखि पनि देखिरहेको थिएँ सर, अनि मैले सर बोल्दै हुनुहुन्थ्यो र मलाई डिस्टर्ब नगरेको मात्र। ओके। जस्तै आज यति हाम्रोमा गरौँ त मैले अब? कुरा आज यति गरौँ? आज यति गरौँ सर, हामी आज कन्टिन्यू यति। बोल्दै जान्छौँ। हुन्छ हुन्छ। सर, हुन्छ सर। हस् है त। हस्, हस्, हस्। हस्। धन्यवाद सर। जस्तै अघि हामी बोलिरहेका थियौँ कि हामीले, हामीसँग कमजोरी भएको चाहिँ हामीसँग प्रवृत्ति र प्रवृत्तिले त अहिले धेरै नै सजिलो बनाएको छ भने, त्यसै गरी
कतिपय कुराहरूलाई हामीलाई दुःख पनि दिइरहेछ यही प्रवृत्तिले। मैले अघिकै कुराहरूलाई मैले दोहोऱ्याएँ। अनि हामीसँग कमजोरी भएको के भन्दा हामीसँग समय, हामीले हाम्रो लागि समय दिनको 15 मिनट त जसरी पनि निकाल्न सक्छौँ नि पक्कै पनि, तर हामी त्यसैलाई पनि दिँदैनौँ। त्यो चाहिँ हाम्रो विकनेस हो। अनि अर्को हामीसँग के छैन भन्दा यो कमजोरी किन हामीले वातावरण क्रिएट गरेनौँ पनि एउटा कुरा, किनकि हामीसँग त्यो वातावरण छैन, त्यो माहौल छैन कि हामी कहीँ गएर हाम्रा भावहरू व्यक्त गर्ने, हामी कहीँ गएर हामी केही बोल्ने भन्ने कुरा नि हामीसँग ठाउँ पनि छैन। अनि हामीसँग पठन संस्कृति नै छैन, पाठन संस्कृति पनि छैन। अनि यसलाई हामीले कन्टिन्यू पनि दिँदैनौँ। अब जति पनि किताबहरू निक्लेको छ ती किताबहरूलाई हामीले छुएको पनि छैन। कति बर्माबाट निक्लेको छ, बर्मामा यति किताब निक्लेको छ, कसैले पनि कति थाहा पनि पाएको छैन है कतिपय कुराहरू भनेको चाहिँ। अनि यी कुराहरूलाई नै हामीले थाहा छैन, हामीले एकअर्काको पुस्तकै पढेको छैन, एकअर्काको भाव विचार नै बुझेको छैन भने अनि त्यो कुराहरूलाई चाहिँ के हुन्छ भन्दा जहाँसम्म लाग्छ फेयर लाग्दैन, हामी कहीँ न कहीँ हामी चुकेकै छौँ जस्तो लाग्छ मलाई। अम, चुकेकै छौँ, किनकि हामीले यसलाई ध्यानै दिएनौँ। अब यदि हामीले कुनै कारणवश हामीले कसैले केही लेख्न लाग्यो, केही सोधिहाल्यो भने हामीलाई यस्तो अकमक्क हुन्छौँ हामी भोलिको दिनमा। अब जस्तै एक्जाम्पलमा राखिदिउँ, यदि बर्मामा प्रसिद्ध सङ्गीत किन कन्टिन्यू छ भनेर सोध्यो भने सङ्गीतकारको विषयमा हामीलाई थाहा छैन। अनि साहित्यकारको भन्दा त एकजना साहित्यकारलाई हामीले औँल्याउन सक्छौँ, ठड्याउन सक्छौँ, किनकि हरेक मान्छेले भन्छ थाहा छ, चिनेको छ र थाहा छ। तर हामीले के चिनेका छौँ त भन्दा हामीले चिनेका छैनौँ, किनकि हामीले खोजेकै छैनौँ, उहाँका कृतिहरू हामीले पढेकै छैनौँ। इभन दुईटा किताब हामीले पढेकै छैनौँ कि 10-15वटा किताब एकैजना व्यक्तिको छ भने पनि हामीले एउटा किताब पढेका छैनौँ। त्यो हाम्रो विकनेस हो। जुन बर्माको किताब नै हामी पढेका छैनौँ भनेपछि अब नेपालको किताब पढ्न भनेको त अब धेरै नै टाढाको कुरा हो। अहिले प्रविधिले कनेक्सनले सजिलो भए पनि पुस्तकालय छ, सार्वजनिक पुस्तकालय पनि छ, त्यहाँ कोही पनि जाँदैनौँ कि एक्ज्याक्टली। हामी यत्रो प्रयास गरेर चाहिँ हामी पढौँ, हामी पढ्नुको लागि हो, समय छैन नि त, त्यो हामी बुझ्छौँ। तर पनि केही समय हल्का निकालेर मलाई यो किताब जस्तै एक्जाम्पलमा 1 महिनाको दिन लान्छु नि त, या 15 दिन 2 हप्ताको लागि लान्छु नि त भन्ने खालके थट पनि हामी बिचमा आएको छैन। इभन गर्दै जाने हो भने यतिसम्म पनि हामीले गर्न सकिन्छ कि इभन हामी साहित्यलाई माया गर्ने मान्छे हो, भाषा माया गर्ने मान्छे हो, राखिदिउँ एक्जाम्पलमा मेरो बर्थडे नै छ भने पनि यो पटक बर्थडेमा हामी पुस्तकालयमै बर्थडे गरौँ न त, कसैले कविता सुनाउँदै गरौँ, कि त नभए हामीले गीत गाउँदै भए पनि गरौँ भन्ने त्यो एक तरिकाको त्यो भाइब हुन्छ नि, त्यो माहौल हुन्छ नि, त्यो माहौल पनि क्रिएट गर्न सक्दैनौँ कि हामीले। त्यो चाहिँ हामी एक आपसमा नभ्याएको एउटा कुरा हो। अर्को कुरा एकअर्कामा ट्रस्ट पनि भएन कि। अनि अर्को कुरा चाहिँ मैले धेरै जान्दछु उसले केही जान्दैन भन्ने खालके पनि आयो कि। त्यो त आफ्नो आफ्नो सोच्ने तरिका हो। अनि कि मैले केही जान्दिनँ अरूले केही भन्छ कि भन्ने पो डर रह्यो कि हामी बिचमा। अनि यिनी कुराहरू त अब एक आपसमा नबोलिकन त सुल्झिने कुरै छैन। अम, के लाग्छ राज सर? मलाई त त्यही लागिरहेछ अहिलेको जति पनि हामीले काम गरेको हिसाबले, हो नि। अनुभवले चाहिँ। किनकि हामी जति पनि यो सार्वजनिक पुस्तकालय बनाउनुको कारणै यो हो कि सार्वजनिक पुस्तकालय बन्नु नै हामी सबै नेपालीको लागि गरेको हो। जति पनि हामी अगाडि बढेर जुन जुन संस्थाहरूसँग जोडिएर काम गरेका छन् हामीले हाम्रो संस्थालाई मात्रै नराखेर हाम्रा भावी सन्तानलाई हामीले के दिन सक्छौँ त भोलिको दिनमा भन्दाखेरि हामी त्यो सम्मानको माथिको लेभल सोचेर चाहिँ हाम्रो समय, हाम्रो पैसा, हाम्रो दिमाग खर्चेर हामी अन्त गरेर जोडिएर हजुर तपाईँ भनेर मागेर लिएर आएको किताब पनि पढ्नको लागि कोही पनि आइदिएन भने एकदम दुःख छ कि। मनमा पनि दुःख छ, चित्त पनि बुझेन। अब जस्तै आजको एक्जाम्पल आजकै राखौँ, मैले सोधेकै हो सबैलाई भ्याउनुहुन्छ भन्दाखेरि भ्याउँछु भने भ्याउँछु भन्नुपर्छ कि कुनै कुरा भनेको तपाईँले क्लियरली भन्नुभयो भने मात्रै मलाई थाहा हुने हो कि। तपाईँले क्लियरली भन्नु भएन भने मलाई कसरी थाहा हुन्छ त? इभन आज म भ्याउँदिनँ भोलि राखौँ न भनेको भए या पर्सि राखौँ न भनेको भए त हामी टाइम म्यानेज गर्थ्यौँ नि त। हो। कस
किनकि एउटा गुरु बाहिरको मान्छेलाई बोलाएर लिएर आउन इजी चाहिँ छैन क्या। अहिले यो एकदम कनेक्सन भएर सजिलो भएर मात्रै मैले हजुर सर भनेर ल्याउन सजिलो भइरहेछ। इभन यो ठाउँमा अरू मान्छेलाई एकजना ल्याउनु पर्यो भने कति दुःख हुन्छ। तपाईँ पैसा पाइट गरेर लिएर आउन पनि गाह्रो हुन्छ कि खासमा। उहाँले त एउटा भावनात्मक हिसाबले मात्रै हेल्पिङ गरिराख्नु पर्छ। भाइ बहिनी हुन् केही गर्दैछन् भन्दै मात्रै गर्नुभएको हो कि खासमा। यो गिल्टी फिल चाहिँ लाग्छ। अनि यिनी कुराहरूलाई हेर्दाखेरि चाहिँ मलाई धेरै नै विकनेस चाहिँ हामीमा छ। हामीमा किनकि छ नि हो। हामी हामी समाजमा अपच मान्छे बन्यौँ कि तर कसैको कुभलो त आजसम्म चिताए जस्तो पनि लाग्दैन। कसैको बिगारिदिएको जस्तो पनि मलाई लाग्दैन। तर जे गरेको हो सबैको लागि हो भन्ने एउटा राम्रो दृष्टिकोणले मात्रै अब मेरो थ्रु आउट हाम्रो थ्रु आउटबाट त त्यो गरेका छौँ। तर सबैको दृष्टिमा हामी नराम्रो पनि हुन सक्छौँ। त्यो त अब सबैको दृष्टिकोण एउटा हुँदैन। त्यो हुँदाखेरि चाहिँ हामी कमजोरी नै रहेछौँ सर। यति कुरालाई चाहिँ मैले आज चाहिँ महसुस गरेँ। तर पटक पटक पनि महसुस गर्छु। तर हामी कुनै कुरालाई एकदम दिलमा राखेर चाहिँ त्यो के भन्छ लड्ने अब उठ्दै नउठ्ने भन्ने खालको त हुँदैन। हामी गर्दै जानुपर्छ। घिस्रिँदै लत्रिँदै भए पनि यो त जानै पर्छ कि यो हामी हजुर केही न केही गरेर गयौँ भने चाहिँ आज दुईजना जोडिनु भयो भोलि दुईजना जोडिनु छ अवश्य भन्दा थपिँदै जाने हो क्या। इभन एकजना मान्छे 10जना मान्छे त हामी जोड्न सक्छौँ नि त एटलिस्ट। तर त्यो पनि हामी गर्न सकिरहेको छैनौँ। सो त्यो चाहिँ के हुनु भन्दाखेरि हामीसँग ट्रस्ट नै भएको छैन कि एक्ज्याक्टली हुन चाहिँ हामीमा ट्रस्ट नै भएको छैन। किनकि हामी एक आपसमै बोल्दैनौँ एक आपसमा सेयरिङ नै नगर्दा हो कि त केही इस्यु छ भने त मेबी फेस टु फेस भन्दा त सजिलो हुन्छ होला नि सर हो जहाँसम्म नि। लाग्यो। फेस टु फेस अब जुन कुरा चित्त बुझेन हो तैँले गरेको ठिक लागेन यहाँनिर गल्ती छ भने त अफकोर्स गल्ती भएको हामी स्वीकार्नै पर्छ कि हामीले गल्ती गर्यौँ भने हामीले हो हामी यहाँ सुधार्नुपर्छ भन्ने पक्षमा छौँ। तर हामी नै सही छौँ भन त्यो गल्ती छोप्ने पक्षमा चाहिँ हामी छैनौँ। यो कुरा चाहिँ क्लियरली भनेका हो। हामी सिक्छौँ। हरपल सिकि नै रहेका छौँ सिक्ने नै छौँ। हामीले केही पनि जानेका छैनौँ त्यसै पनि। तर हामीले केही जानेका छैनौँ। तर हामीले जाने जति चाहिँ हाम्रा भाइ बहिनीहरूलाई चाहिँ हामीले दिन चाहन्छौँ। हाम्रो त्यति मात्रै हो। राज सर तपाईँले के भन्नुहुन्छ? अनि म फेरि कन्टिन्यू जान्छु हजुर हो। हो सही हो त्यो। है। सो गाह्रो लाग्छ भन्दाखेरि कस्तो कहिलेकाहीँ मनमा चित्त बुझ्दैन कि अनि फेरि अर्को कुरा के छ भन्दा हामीलाई सानैदेखि यो सिकाइएको छ कि सबै सामान्य के भन्छ सबैलाई सम्मान दिनुपर्छ सबैलाई रेस्पेक्ट दिनुपर्छ भनेर चाहिँ पहिल्यैदेखि सिकाएको छ कि कस भन्छ देख्दा बित्तिकै ठेमा चिने ठेलामा तिने भने जस्तै गरेर नि ठेमा चितेलो ठेलामा त्यही उडाबेमा रेस्पेक्ट चाहिँ छ कि हरेक मान्छेलाई इभन भिखारीलाई पनि रेस्पेक्ट छ कि सो भिखारीको पनि त उसले पनि त उसको काम गरिरहेछ त उसले खाइरहेछ भन्दाखेरि हामीले रेस्पेक्ट गर्नै पर्छ कि त्यो कोर्समा त हामी खुला भइसक्यौँ नि त होइन र। सो त्यो कसैलाई बिगार्ने भत्काउनेतिर त हामी पक्कै पनि जाँदैनौँ। त्यो गर्दा नि गर्नेवाला छैनौँ। त्यसमा हामी विरोधी नै होइनौँ। कस्तो गाह्रो लाग्यो आजको चाहिँ अलिकति गिल्टी फिल लाग्यो मलाई। कमसेकम भ्याउँदिन समय छैन भने चाहिँ अलिकति पूर्व भनिदिए पार चाहिँ राम्रो हुन्थ्यो कि हो नि। नमजा लाग्यो। किनकि अब जस हामी यति 7-8जना हामी भेला हुन सकेका छैनौँ भोलिको दिनमा हामी 20जना ल्याउन कसरी सक्छौँ होला। यो त एकदम सोच्ने कुरा भयो है। किनकि हाम्रो कार्यक्रम कुनै पनि कार्य नबन्नु भन्ने जस्तो त हुँदैन होला। बन्नु नै पर्छ हामी जसरी हुन्छ डटेर गर्नुपर्छ। जुन साहित्य मन थाइल्यान्ड भनेको दिपा राणाको मात्रै होइन राज पौडेलको मात्रै पनि होइन भीम खनालको मात्रै पनि होइन विजय बमरेलको मात्रै पनि होइन के कमसरको मात्रै पनि होइन। साहित्य मन थाइल्यान्ड भनेको सबैको हो के सबैको सर्वाधिक हक छ यसमा। जस अहिले हामी अगाडि सरेर गरेका मात्रै छौँ अगाडि अगाडि देखिएर काम गरेका मात्रै छौँ। भोलिको प्रतिनिधित्व भोलिको हेड सबै म्यानेज गर्ने भनेको सबै भाइ बहिनीहरू नै हो के हामी त जस ल्याम्बिया मात्रै हो।
भोलिको दिनमा हामी गर्न सक्छौँ सक्दैनौँ, हामी कता गएर व्यस्त हुन सक्छौँ, राइट? तर यो त कन्टिन्यू जानु पर्यो नि त। कन्टिन्यू जानको लागि हामीले केही नै अनुभव नभएको, केही नै क्षमता नभएको मान्छेलाई त अब कसरी दिने त? लु भाइ यो गर, लु बहिनी यो गर भनेर त दिन सकिन्न नि त। फेरि त्यहाँ पनि प्रब्लम हुन्छ, किनकि एउटा गर्न सक्ने मान्छेलाई चाहिँ हामीले हस्तान्तरण दिन सक्ने चाहिँ बनाउनु पर्छ कि। अनि हामीले त्यस्तो मान्छे खोजेर बनायौँ भने पनि त्यो मान्छेले पनि त हामीले यस्तै सोचेर अर्कै मान्छे खोज्छ होला नि त, होइन? किनकि हजुर त्यो चाहिँ हो नि, त्यो चाहिँ हुनै पर्छ। हजुर दिदी। या सो गाह्रो चाहिँ यहाँ छ कि हामी एक आपसमा खुल्न नि सकेका छैनौँ, भन्न पनि सकेका छैनौँ। यहाँ चाहिँ एकदमै गाह्रो लाग्यो मलाई। सो या अरू के छ यो प्रवृत्तिको विषयमा केही भन्नु छ? होइन होइन, हामी ढुक्क हुनुपर्छ, त्यस्तै हो। परिस्थिति काल के हजुर भयो कसो भयो त्यो थाहा भएन नि। हजुर, तर होइन अब होइन, सबै परिस्थिति त हामी परिस्थितिमै तपाईँले जुझिरहेका तपाईँले भने जस्तै एकपटक चाहिँ सबैले, म त धन्न धन्न आइपुगेँ कि म कुटेलाई भात खिलाएर, छौँ। म त्यहीँ भात खिलाएर चाहिँ अनि सालालाई भात खिलाउने गर भनेर म आएको। है त्यही त होइन, अलिकति हामी त्यही त हामीमा केही त कमजोरी रहेछ भन्ने चाहिँ बुझ्यो कि। एटलिस्ट नि धेरै होइन, अझै यसमा हरेक मान्छे त राखेको छैनौँ। यो चाहिँ हाम्रो विकनेस हो तर आज देखेकोमा चाहिँ। हो हो हो। सो कस्तो भन्दाखेरि बाहिरको मान्छे ल्याइसकेपछि अलिकति गाह्रो लाग्ने कि फेरि। हामी हामी हो, बिचमा त फरक परेन, कोही बात छैन, हामी त यस्तै छौँ, हामी बोलिहालौँला, कोही बात छैन। बट बाहिरबाट मान्छे ल्याइसकेपछि चाहिँ रेस्पोन्सिबिलिटी हुनु पर्यो नि। रेस्पोन्सिबिलिटी हामी सबैमा हुनुपर्छ यो चाहिँ। किनकि अरू ठाउँमा हुन्छ ल भनिसकेपछि चाहिँ त्यो वचनलाई चाहिँ सकेसम्म सबैले मान्नुपर्ने नै हुन्छ होला, जहाँसम्म लागेको। वचन जो मान्छे लुमा त्यसा भन्छ नि, मेमा त्यसा लुमागढी भन्ने हुन्छ नि, राइट? बर्माको अँ, चाहिँ छ नि त। राइट यही दिदी। यही विषय त म्याक्सिमम् पनि मलाई नि यो लाग्छ कि म यदि मैले कसैलाई हुन्छ म गर्छु भनेपछि यो मेरो आदत भनेको फेरि सबैको त्यही हुनुपर्छ भनेको होइन। यदि मैले हुन्छ गर्छु भनेपछि यदि म बिरामी भएर लत्रेकै हो भने म हस्पिटलमै छु भने लत्रेरै आएर गर्छु कि। किनकि त्यो चाहिँ पहिल्यैदेखि नै रटेरी सिकाएको छ कि। त्यो दिल से मान्दैन कि। त्यो भन्न खोजेको चाहिँ त्यस्तै गर्नुपर्छ होइन कि। एटलिस्ट मान्छे भएपछि बोलिसकेको वचनमा चाहिँ अडिक चाहिँ हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। सो यस्तै हो। अब हाम्रा गुनासाहरू यति नै हुन्, अब यस्तो धेरै गुनासा नगरौँ। तपाईँहरूका केही कविताहरू छन् भने हामी सुनौँ, रचनाहरू रचना छन् भने सुनौँ, कि त गीतहरू छन् भने सुनौँ। विजय बम्बेलको सङ्गीत एकदम राम्रो छ भनेको सुनेको छु मैले। सुनाउन सक्छौ भाइ, हामी सुन्न रेडी छौँ। माइक अफ भएछ भाइको। व्यस्त भयो। है सो भीम, तिम्रो केही छ होइन कविता? दिदी, मेरो लाइन झरेको। ए ओके। सो म तिनका गीतहरू धेरै राम्रा छन् भन्नेलाई सुनिरहेको छु। के कसो गीत गाएर सुनाउँछु भने हामी रेडी। आज दिदी सुनाउनु त मन लाग्छ के अरे, अब परिस्थितिले गर्दाखेरि आज चाहिँ गाउन मिल्दैन। ए हुन्छ। अलिक आज गाउँ रात परिसकेको छ, गाउन हजुर, चाहिँ मन लाग्छ के अरे। अरू दिन सुनाउँला नि कुनै राम्रो गीत। होइन जे पनि हुन्छ नि, कभर सङ्ग त जे गायो नि त भने त्यो नयाँ हुनुपर्छ हजुर हजुर। भन्ने छैन नि त। हजुर, ए होइन राम्रो गीत खोजेर गाएर सुनाउँला ए नि भनेको। ओके ओके। अहिले चाहिँ अब सबै सुतिसके, हेर्न पर्यो नि। ए ओके। सो हस् ओके, दिदी तिमी हस्। चिच्याउँदै गाउँछौ र? अब सोधिहालेको नि। त्यस्तै त्यस्तै भनौँ न। है त्यसो भने हामी एयरफोन लगाएर सुन्नुपर्ने हो चिच्याएर। हजुर हजुर, गाना चाहिँ एकदम खुलेर गाउनु मन लाग्छ अनि। ओके, त्यसो भने हामी तिमीलाई पार्कमा गर्नेछौँ एक दिन, एउटा सन्डे। हस्, त्यो हामी त्यो समय पार्कमा पनि चाहिँ कुरिराख्छु। ओके, हामी तिमीको लागि भनेर हामी पार्कमा भेला हुनेछौँ, जङ्गल थिम बनाएर चाहिँ। हस् दिदी हस्। त्यो भीमजी, तपाईँका कविता छन् सुनाउने हो? लेख्दैछु, भ्या छैन त्यहीँबाट। ए अँ
तिमी लेख्दै गर। सो राज सर, एम सर व्यस्त हुनुहुन्छ। त्यसो भने हामी अहिले राखौँ होला न त नि। सो सबैलाई शुभरात्रि भनौँ, या कुनै विषयमा कुनै टपिकमा छलफल गर्नु छ, कुनै जान्ने विषय छ कुनै पनि, अब तिमीलाई एउटा चित्त बुझेको छैन भने त्यो विषयलाई राखेर हाम्रो पनि एउटा धारणा हुन्छ, तिम्रो एउटा बुझेको धारणा हुन्छ, यी धारणाहरू एक आपसमा सेयरिङ गर्यो भने कुनै कुरा तिमीले नहेरेको पोइन्ट पनि हामीले देख्न सकेको हुन्छ। कहिलेकाहीँ हामीले नदेखेको पोइन्ट तिमीहरूबाट सुन्नेको हुन्छ होइन। त्यसो हुँदाखेरि चाहिँ कुनै टपिक छ भने चाहिँ हामी छलफल गर्न चाहिँ सक्छौँ है। कुनै टपिक छ कुनै कुनै विषयमा नि? टपिक त अहिलेको लागि त छैन दिदी। है भीम, हस् कुनै दिदी। टपिक छ? टपिक भन्दा पनि छैन, केही सोचेको त छैन अहिलेसम्म त। सोच्नै पर्छ र टपिक कुनै न कुनै विषय आउँछ होला नि त, कुनै सोसियल। नबुझेको के एक्जाम्पल, भन्नु मन। एक्जाम्पलमा म दिन्छ, सोसियलले मान्छेलाई कतिसम्मको हार्म गरेको छ, हार्मनेस कति लिएको छ मान्छेले सोसियलमा, सोसियलले तिमीलाई नाइन्टी हार्म गरेको पर्सेन्ट छ कि? हजुर, 90%। 90% गरेको छ। कसरी 90% तिमीलाई हार्म गरेको छ? मलाई हार्म गर्ने, लागेको नबुझ्नेलाई हार्म गरेको छ, बुझ्नेलाई फेरि धेरै उतो पनि दिएको छ, ए फाइदा पनि दिएको छ। है, हजुर। हस् दिदी। सोसियलले राइट। अनि धेरै कुराहरू जुन तिम्रो दैनिकी वृत्तान्त भनौँ, अब जस्तो के भन्छ, दैनिकी रुटिन, जस्तै डायरी कि अफ आर्लाम रुटिन्स, तिमीले हरेक चिज तिम्रो आर्लाम गर्नु तिमीले हरेक चिजलाई तिम्रो सोसियलमा राख्नुपर्छ चाहिँ लाग्छ? लाग्दैन नि। हरेक चिज त Everything लाग्दैन you have दिदी। to go eating, you have to go to the shopping, and you have to go somewhere else. अनि तिनीहरू कुरा हो कुनै मेमोरीको लागि, सेभिङको लागि राखिएला। त्यो बाहेक एनी काइन्ड अफ स्मल थिङ है, एभ्री स्टेप राख्न आवश्यक छ छैनन् दिदी, किनकि त्यो छैन कुराले छैन। स्क्यामरहरूलाई अप्सन दिएको हुन्छ कुनै कुनै ठाउँमा। है। स्क्यामरको लागि पनि हजुर। सजिलो हुन्छ है। स्क्यामर बाहेक हस् अरू दिदी। कुराहरूलाई चाहिँ को कोलाई चाहिँ के अरे सजिलो हुन्छ? अब जस्तै कि वातावरण पाउँछ भनौँ न, यसले त यस्तो गरौँ, अब कसको बारेमा के खोज्ने भनेर हेरिरहेका हुन्छन्। ओके, कुरा काट्नेलाई के अरे बाहना दिए जस्तो हुन्छ। ओके, कोही हुन्छ, बेला फेरि उतो त्यो चित्त भइरहेको छ। नबुझेका मान्छेलाई न्यु खोज्ने बाहना दे जस्तो हो, हुन्छ। त्यो पनि हुन्छ है। या सो तर अनि त्यो विषयहरू अब जुन तिमीलाई लागेको थट नि, अब तिमीले बुझेको एउटा कुरा छ, अनि त्यो कुरालाई टोटली डिफ्रेन्ट भएर गइरहेको छ, यो कुरा गलत हो है भन्न थाहा भएपछि त्यो गलत कुरालाई चाहिँ तिमीले भन्नुपर्छ कि चुप लाएर बस्नुपर्छ, कि मैले नभने पनि केही हुँदैन भन्नै म पर्छ, चुप लाएर बस्नुपर्छ भन्ने लाग्छ? भन्नै पर्छ, सही त देखाउनै पर्छ, भनेर भन्नै मान पर्छ। भनेर मान्नेलाई चाहिँ भन्नुपर्छ, तर भनेर पटक्कै नमान्नेलाई चाहिँ जस्तो कि छोडिदिएकै राम्रो। है। तर हो कुनै कुनै म चाहिँ मेरो इक्जाम्पल, म आफैलाई इक्जाम्पल दिन्छु, किनकि मलाई भन्न सजिलो लाग्छ, तिमीलाई भनिदिन सजिलो लाग्छ, त्यो भएर मैले मलाई नै इक्जाम्पल दिएँ। किनकि के लाग्छ भने मलाई के लाग्छ भने अस्ति म कहाँ पुगेँ थिएँ, मेरो त दिमाग गयो त गयो त। मलाई त के लाग्छ भन्दाखेरि भन्ने कुरा भनिदिने हो, लिनेले लिन्छ, नलिनेले चाहिँ लिन्न, त्यही चढाइदिने छोडिदिने हो। एक्ज्याक्टली, होइन होइन त्यो होइन, याद आयो, मलाई लागेको हरेक मान्छेको शब्द आफूले बोल्ने वचनको भ्याल्यु हुन्छ। हरेक हुन्छ मान्छेले हुन्छ। नसोचिकन प्याता बोल्दैन क्या कसैले पनि, सबैको भ्याल्यु हुन्छ। त्यो भ्याल्यु भएको ठाउँमा तिमीले बोल्दाखेरि त्यो ठाउँमा सुनिन्छ भने तिमीले बोल्न आवश्यक हुन्छ होइन। हो नि। तिमीले बोल्दा पनि त्यसबाट सुन्दै सुन्दैन त्यो कुरालाई, तिमी इभन तिमी केही सानो लाभ हुन्न। बच्चा हो, तिमी सानो बच्चा हो, तिमी के हो र के जानेछौ र भन्ने हिसाबले चाहिँ त्यो भन्यो भने चाहिँ इग्नोर त्यो गरिदिएकै चाहिँ राम्रो।
त्यो ठाउँमा चाहिँ नबोलेको राम्रो। किनकि जुन कुरामा तिम्रो कुरा सुनिँदैन त्यहाँ गएर बोलेर त फाइदा छैन नि त फाइदा एक्ज्याक्टली। छैन। सो सबै मान्छेको भ्याल्यु हुन्छ, मान्छेको भ्याल्यु हुन्छ, वर्डको भ्याल्यु हुन्छ, समयको भ्याल्यु हुन्छ। झन् यो त विदेशको ठाउँ हो। हामी यहाँ रमाइलो गर्न आएको हुँदै होइन। होइन आजकल परिस्थिति, हाम्रो आर्थिकता या हाम्रो पारिवारिक समस्या यिनी हरेक कुराहरूमा हामी जुझेर उद्देश्य आएका छौँ नि त, केही न केही कामले आएका छौँ नि त। तर भोलिको दिनमा सबै ठिक भयो भने त हामी फर्किने नै हौँ। हामी यहाँ दिगो लगाएर बस्ने त होइनौँ। तर हामी खान, सुत्न, उठ्न अनि काम गर्न अनि त्यति मात्रै त फेरि त्यो पनि त हामी गरेका होइनौँ। हामीले होइन केही न केही त गर्नुपर्छ नै। तर भन्दा हामीले चुज के गरौँ भन्दा, हामीलाई इन्ट्रेस्ट भएको चुज गरौँ भन्दाखेरि इन्ट्रेस्ट जेमा पनि हुनसक्छ है। फेरि इन्ट्रेस्ट भनेको जस्तो हबी र इन्ट्रेस्ट त डिफ्रेन्ट नै हुन्छ। हबी अलग्गै हो होइन। हो नि। इन्ट्रेस्ट हुनु भनेको फेरि त्यो हरेक कुरामा छुस्स छुस्स जान्नुलाई मात्रै पनि इन्ट्रेस्ट भन्दैन होला। कुनै विषयलाई जान्नु छ भने त्यो इन्ट्रेस्ट भइसक्यो भने त्यसको एन्डसम्म, यो रुटसम्म त जो पनि पुग्छ नि, राइट? पुग्नु यो भइसक्यो। रुटसम्म पुगिसक्यो भनेपछि चाहिँ त्यो कुरालाई थाहा भइसक्यो भने चाहिँ त्यसलाई चाहिँ एक्सप्रेस चाहिँ गर्नुपर्छ चाहिँ लाग्छ मलाई चाहिँ। इफ यु आर राइटर है, तिमी यदि कलम चलाउँछौ नै भने, तिमी एउटा समाज प्रेमी हो, तिमी एउटा सच्चा इमान्दार मान्छे हो भने तिमी अरूलाई प्रुभ गरेर देखाउनै पर्दैन के। यु पर्दैन। हेभ टु राइट द्याट, किनकि तिमी एउटा लेखक हो। लेखक हो भने लेखक तिमी बनेर तिमीले म लेखक हो भन्नै पर्दैन कि। तिमीले कुनै पर्दैन। साना कुराहरूलाई एक्सप्रेस गर्दै गयो, बोल्दै गयो भने मान्छेले नोट गरेर आउँछ कि। तर तिमीले गएर मैले यो लेखेको छु फलाना न्युजमा मैले दिएर म त्यहाँबाट आउँछु भनेर चाहिँ तिमी त्यो चाहिँ एक्सपेक्ट नगर। तिमी गर्ने यदि सही छौ, सच्चा छौ भने तिमीलाई खोजेर आउँछ भन्छु म चाहिँ। आफूले गर्न छ भने गर्ने काम गर्दै जाने हो। हो, चाहनेले खोजेर आउँछ, नचाहिनेले हेर्दै हेर्दैन त्यही। एक्ज्याक्टली। यदि आफू होइन, किनकि हामी पनि चाहिने मान्छे हामी खोज्दै जान्छौँ नि त हजुर हामीले। हो नि। किनकि हामीलाई सिकाउने गुरुहरू हामीले खोज्दै जान्छौँ। हामीले चाहिने चाहिने पक्षबाट हामीले सबै चिजहरू खोज्दै जान्छौँ भने त्यस्तै हो नि त। इफ यदि म सक्सेस भन्दिनँ, इफ म यदि कसैले लायक सम्झिन्छ र ल यो तेरो यस्तो दे भनेर माग्यो भने चाहिँ अफकोर्सली त्यो दिन लायक छ। तर मैले गरेर दिएर त्यो चाहिँ मलाई ठिक लाग्दैन। अहिले यो जुन प्रसङ्गमै भन्यो भने त्रैमासिक पत्रिका, यो कौशिकी पत्रिका को थाइल्यान्ड विशेष भनेर हाम्रो दोस्रो श्रृङ्खला या प्रथम श्रृङ्खलामा सरले भनेर जानुभएको थियो होइन। प्रथम होला, प्रथम श्रृङ्खलामै होला सरले। अनि त्यो हुँदाखेरि हामीले यो काम गर्नै पर्यो, किनकि त्यसमा हामीले वचन दिइसकेको थियो भन्दाखेरि हामीले यो दिनै पर्ने हुन्छ, किनकि थाइल्यान्ड विशेष भन्नुभएको छ होइन। सो त्यो वचन पनि हामी पुरा चाहिँ गर्नुपर्छ है। कतिपय कुराहरू हामीले छोडिदिइरहेछौँ भइहाल्छ होला भन्ने चाहिँ हुन्छ। यी कुराहरू पनि अब जस्तै त्यहाँ मात्रै जुन देखावटी त्यो सबैको लागि राम्रो देखिनलाई मात्रै हुन्छ म दिन्छु भनेर त अब त्यतिमा त इनफ छैन। त्यहीमा होमवर्क गर्न त कति छ। किनकि एउटा तिमी विजय बमरेल भनेर उभिनको लागि, विजय विजय बमरेल बन्नको लागि धेरै सेक्रिफाइसेस चाहिन्छ, धेरै पेसेन्ट पनि चाहिन्छ, धेरै नलेजेस पनि चाहिन्छ। अनि हस् दिदी। इट्स अ लट अफ विजय बमरेल, किनकि दोस्रो विजय बमरेल, कति विजय बमरेल आउलान् तर विजय बमरेल एउटै हुनुपर्छ। विजय थुप्रै होला नि तर विजय बमरेल एउटै हुनुपर्छ। भीम थुप्रै हस् होला नि, दिदी। भीम खनाल एउटै हुनुपर्छ के, मेरो भनाइ चाहिँ। मैले कहाँबाट कहाँ के भनिरहेको छु मलाई पनि थाहा भइरहेको छैन। तर मैले प्रसङ्ग अनुसारै मैले भनिरहेको छु कि वचनको चाहिँ कृपया सबैले हो नि। वचन हस् चाहिँ दिदी, पुरा बुझिरहेको गर्नु हुनुहुन्थ्यो। है। हामी त्यो हस् वचनलाई दिदी। चाहिँ हामी पुरा गरौँ, किनकि म कहिलेकाहीँ टपिकबाट आउट अफ टपिक जान्छु म्याक्सिमम् पनि। त्यही भएर मैले लेखेर भन्ने कारण त्यो हो कि त्यो मलाई कसैले लेखेर दिएर चाहिँ म 100% होइन। तर म लेखेर भनेछु भने चाहिँ म त्यो ठाउँबाट म बग्दिनँ कि खासमा। त्यो हुँदाखेरि चाहिँ म लेख्न रुचाउँछु म्याक्सिमम् पनि। त्यो चाहिँ फेरि अझ होमवर्क हुन्छ, अझ शब्द सिँगारिन्छ, या जो चट्ट मिलाइएको हुन्छ, कोरीबाटी मिलाइएको हुन्छ होइन। तर यो हजुर चाहिँ अब हजुर। ठाडो पनि जान सक्छ, कति कति बेला आवेशमा पनि आउन सकिन्छ, अनि बेला स्याड मुड पनि हुन सक्छ। तर अम, लेखेर चाहिँ सीमित कुराहरू चाहिँ बोलिन्छ।
मेन चाहिँ दिएको वचनलाई चाहिँ पुरा गर्न सक्नु हो मान्छे। एक्ज्याक्टली एनिवेयर नट ओन्ली दिस टाइम नट ओन्ली द्याट टाइम भन्ने होइन कि सक्छु इफ भने यु चाहिँ सक्छु, वर्किङ सक्दिनँ भने चाहिँ सक्दिनँ। एक्ज्याक्टली एक्ज्याक्टली सबैलाई भन्नु हक छ पर्यो। है यो एउटा कुरा सामाजिक कार्य भनेको पैसा मिल्दैन एउटा कुरा। हो नि। दोस्रो कुरा नाम पनि कमाएन कि दुनियाँले गाली गर्छ। एक्ज्याक्टली कसैले देख्न माग्दैन इभन यो हामीलाई त लाग्छ हामीले राम्रो काम गर्यौँ भने जस्तै लाग्छ कि तर 100%मा सोध्नु 5%ले पनि मन पार्दैन कि हामीलाई। पार्दैन। 95%ले एभ्री वान लुकिङ लाइक वाउ टाइपले हेरिरहेको हुन्छ। त्यो जस्ट एउटा पार्ट हो तर वान डे हजुर। दे विल बी रियलाइज कि कि ठिक गरेको हो कि होइन भने त एकैचोटि कुनै कामहरू भनेको एकैचोटि देखिँदैन पछि पछि रियलाइज गर्दै जाँदाखेरि ओ यिनीहरूले गरेको काम ठिकै रहेछ नि त भन्ने दिन पनि आउला। तर ती आउने दिन गराउनुलाई चाहिँ हामी वचनमा बद्ध चाहिँ हुनुपर्छ है। अब जस्तै नट तिमी मसँग क्लोज भएर मात्रै होइन तिमी मैले भाइ मानेर मात्रै पनि होइन तिमी मेरो साथी भएर मात्रै होइन कि तिमी तिमी भएर बाँच्नुपर्छ जस्तो चाहिँ लाग्छ मलाई। हो। हस् त्यही। एक्ज्याक्टली तिमी तिमी बनेर बाँच्नुपर्छ। इभन मैले तिमीलाई सिकाएर अब तिमीले एक्जाम्पलमा तिमीले मलाई एउटा कविता लेखेर दियो यहाँ बनेको छैन भनेर मैले मैले एउटा लेख लेखिसकेपछि त्यो लेखकको हुँदैन कि पाठकको हातमा हुन्छ। त्यो पाठकको हातमा भएपछि चाहिँ मैले त म यदि स्याड मुडमा हुन्छु म या पेसन आउट भएको हुन्छु म रिसाएको बेला हुन्छु या म एकदम अलग्गै मुडमा भएको बेला त्यो कवितालाई मैले डिफ्रेन्ट वेमा पढेको हुन्छु कि खासमा। हो इभन नि। त्यहाँ मैले एउटा झडाङ्ग गरेर तिमीलाई एउटा भनिदिएँ भने तिम्रो त तिमी फर्स्ट स्टेप चढेको हुनसक्छ। तिमीले कत्रो आशाले कति समय लगाएर लेखेको हुनसक्छ तिमीलाई कति निद्रा चोरेर लेखेको हुनसक्छ। हु नौ नि त कुनै कविता कुनै लेख झट्ट भन्दा बित्तिकै भरर आउँदैन कि दाल पकाएको पनि होइन के अरे खिर बनाएको पनि होइन खिचडी नै बनाएको होइन कविता लेखेको कविता डिफ्रेन्ट हुन्छ। त्यस्तै साहित्य झन् अरू विधाहरू पनि छ कुनै पनि सजिलो छैन तिनीहरूको अघि सरले बुझाइसक्नुभयो धेरै कुराहरू भन्दाखेरि त्यसमा तिमीलाई मैले चित्त दुखाउने भन्नुभन्दा तिमीलाई मैले प्रोत्साहन गर्ने कुरा चाहिँ गर्नुपर्छ भाइ यो ठाउँमा अलिकति भएको छैन योलाई चाहिँ यसो गरौँ न भन्यो भने चाहिँ हुन्छ। अब जस्तै एक्जाम्पलमा लियो भने विजयलाई भने मैले आज आज मैले पढेकोलाई मैले धेरै नै पढेको छु कि कविता हस् ठिकै। भाइको कविता मलाई टोटल्ली नयाँ लाग्यो कि एक्ज्याक्टली त्यो विधाको मैले देखेकी थिइनँ। यो तिमीले लेखेकोलाई चाहिँ मैले के गर्थेँ भन्दा मैले हाजिर जवाफमा मात्रै सुन्थेँ कि खासमा। अब जस्तै एक्जाम्पलमा न तिमीलाई खिसी गरेको 100% होइन है यो चाहिँ तिमीले अलि दिदीले यसो भनी भनेर नसोच हाजिर जवाफमा सोच्दिनँ सुनिन्छ नि। नि। जस्तै घोडा बस्ने ठाउँलाई के भनिन्छ भन्दाखेरि हामीले तबेला भन्छौँ नि ठ्याक्कै त्योबाट दिमागमा घुस्यो कि तिमीले त्यो लेखेको त होइन नि त एक्ज्याक्टली होइन राइट तर मेरो थट कुन ठाउँमा गएको थियो भन्दा त त्यो मेरो विकनेस हो नि त। त मैले जे बुझेँ मेरो नलेजले जति बुझेँ त्यति मात्रै बुझेँ कि हो यस्तो खालको हस् कुरा दिदी। धेरै कुराहरू हुन सक्छ कि तर यो त्यो चाहिँ यो कविता चाहिँ मेरो कविता एउटा शब्दमा पनि भ्याइन्छ कि एउटा शब्द मतलब वान वर्डमा होइन कि एउटा वाक्यमा चाहिँ भ्याइन्छ कि एउटा कविता भन्छ एक वाक्य पनि कविता भन्छ भने चाहिँ द्याट्स अ लट के खासमा। धेरै लामो कथेर पनि त कविता बन्दैन नि त कुनै कुनै धेरै लामो पहिला पहिला कविता धेरै लामो आउँथ्यो त्यस बिचबाट ठिक्क मिडियम हुन थाल्यो अहिले त झन् एक अनुच्छेदमा भ्याइयो अनि हुँदा हुँदै अहिले एक वर्डमा कविता भ्याइयो। रामायण एक श्लोकमा भ्याइएको छ। सो हजुर। एक श्लोकी रामायण सुनेछौ राइट एक श्लोकी रामायण सुन्दैछौँ। भन्दाखेरि त्यत्रो रामायण एउटा सिङ्गो रामायणलाई त्यति ल्याएछ भने त्यसलाई व्याख्या गरेर त आदि अरू पुरुष। बनिन्छ आदि आदि पुरुषतिर पुरुष। न त्यो बकवास हो। सो भन्न खोजेको चाहिँ हामी चाहिँ लेख्दाखेरि होस् या जे गर्दा होस् हामी एक आपसमा चाहिँ सेयरिङ टाइपले चाहिँ हामी गर्नै पर्ने हुन्छ। सो आजलाई यति नै राखौँ म धेरै नै बकेँ म त थाके जस्तै फिलायो त कोही पनि बोल्नु न म मात्रै बोलेको बोले हजुर भयो है सुनिरहेको छु हामी दिदी। सुन्दैछौँ तपाईँले बोलेको।
हो, दुईटा त्यसो भाइलाई मैले उस्तो टिच गरिरहेछु। आज मैले क्लास दिइरहेको छु तिमीहरूलाई। हजुर। त्यो चाहिँ अनुभव भनेको। यदि मलाई पनि यदि त्यो बेलामा म धेरै पढ्ने मान्छे हो, हुन चाहिँ म एकदम पढ्न रुचि लाग्ने मान्छे हो। मैले 2008मा म 2008मा मौ साहब कार्यालयको त्यो चारवटा, तिनवटा चारवटा छ होला लाइब्रेरी, भिरो छ नि त्यो ठुलो है, त्यसको टाकटुकै परेर भ्याएको। यस्तोसम्म किताब थियो कि हिन्दीको प्रवचन लेखुन्थ्यो। I don't know at all. हजुर। बट पढ्न त्यो हेभी हेभी भयो भने नि, जब तिमीलाई पढ्न, किनकि हाम्रो पालोमा मुभी थिएन, फोन थिएन, केही थिएन, भन्दाखेरि के थियो त भन्दा त पढ्न रुचि लाग्यो भने पढ्ने नि। अब जस्तै कार्टुनहरू बुटहरू त धेरै नै पढिन्थ्यो, तर हजुर। चाहिँ त्यो नेपालीमा जब ध्यान लाग्यो भने चाहिँ त नट ओन्ली नेपाली, त्यो धेरै जस्तो धार्मिक नै हुन्थे। भन्दाखेरि त्यति बेला पहिल्यैदेखि नै हामी सनातनी नै हो भन्दाखेरि हामी धर्ममा आस्थामा त पहिल्यैदेखि झुकेकै हौँ। हामी झुकेको हुँदाखेरि चाहिँ अझ मोर देन इन्ट्रेस्टिङ। जस्तै यतिसम्म कि चण्डी अनि महाभारत यिनी तिनी ती सबै केही त्यो केही नराखिकन पढ्ने हो कि आई डोन्ट नो, इभन श्लोकहरू म केही पनि बुझ्दिनँ तर पढ्न चाहिँ पढ्थेँ। त्यो पढ्ने आदतले पनि त्यो वर्डहरू चाहिँ म मजाले खेलाउन सक्छु। अनि तर के भयो भन्दा त मैले कहिले लेखेको थिइनँ, फेरि लाइफमा लेखेकै थिइनँ। सो फर्स्ट लेखमा चाहिँ आ, त्यति प्रोत्साहन नदिएको भए, तैँले लेख्न जान्न चाहिँ भएन भनेर हप्काउने मान्छे भएको भए चाहिँ मैले लेख्ने थिएन। म यो लेख्ने ठाउँमा आउने नै थिएन, मेरा साथी पनि बन्ने थिएनन्, आज साहित्य मन थाइल्यान्ड पनि बन्ने थिएन। साहित्य मन थाइल्यान्ड बन्नुमा म आएर भन्ने होइन कि मैले जुन कल्ला कलममा त्यो लेख्ने ग्रुपमा आएर गुरुहरूलाई भेटेर, त्यो सरहरूलाई भेटेर साथी एउटा ग्याप एउटा गोल नबनाएको भए आज साहित्य मन थाइल्यान्ड चाहिँ बन्ने थिएन। बन्थ्यो एउटा न एउटा तरिकाले बन्थ्यो, तर यसमा चाहिँ म हुने थिएन। त्यति हो, एउटा न एउटा चाहिँ बन्थ्यो। तर त्यो पनि त एउटा प्रेरणा नि त हो नि, होइन र? प्रेरणा नै भनौँ। हजुर दिदी। So, या यस्तै हो, गन्थन हाम्रा यस्तै हुन्छन्, यस्तै नै छन्। सो आजलाई शुभरात्रि।